हामी पनि फ्यान अब यो कुनै जनता जान्न चाहन्छन् कुनै चिजहरू चाहिँ हाइलाइटमा ल्याउनको लागि आउनको लागि भए पनि होइन जाने दिनुपर्ने हुन्छ। मजुरेको नती खजुरेको छोरा जुखुरी हो मेरो नाम। गाना बजायो भने नाचिदिन्छु। सलिनाजीले अहिले डाइलेक्ट हानेन भने ठाउँको ठाउँ आई लभ यु चाहिँ भन्दिनँ, आई हेट यु भनिदिन्छु। यो ल आई लभ यु चाहिँ भन्दिनँ, आई हेट यु भन्छु। मिलाएको छ प्रसन्न। अनि दिनु तिमी हौ ल विकेशबाट जाओस् त एउटा केही। मान्छे मार्न पाइन्छ, मान्छे मार्न पाइन्छ। मान्छेबाट भन्नु न भन्नु हजुर म त्यसो भनिदिन्छु नि। मान्छे मार्न पाइन्छ। जेनिजीलाई आउँछ नि त। गर्न चाहिँ गरिन्थ्यो, डान्स गरिन्थ्यो, गीत पनि गाइन्थ्यो, गीत गाएर रुवाइदिन्थ्यो पनि, डान्स गरेर हँसाइदिन्थ्यो पनि। अब सानै बेलादेखि चाहिँ हुन्छ नि यस्तो डान्सिङहरूमा हुन्छ नि एकदम धेरै इन्ट्रेस्ट लाग्थ्यो क्या। यस्तो यो टिकटकहरू बनाउनलाई चाहिँ एकदम धेरै इन्ट्रेस्ट लाग्थ्यो। अब अहिले टिकटक त अहिले भर्खर आयो होइन, पहिला त स्कुल। नमस्कार, फेरि पनि हामी आइसकेका छौँ एउटा नयाँ तरिकाले, नयाँ पृथक प्रस्तुति लिएर। आज कुनै नेपालको चर्चित व्यक्तित्वहरू त हुनुहुन्न, तर हुनेवाला चाहिँ हुनुहुन्छ। तपाईँहरूको माया सपोर्ट पायो भने अवश्य पनि हामी सबैजना सफल हुन्छ, चर्चित पनि हुन्छ भन्ने आशाका साथ एउटा नयाँ हामी ऱ्यान्डमली गफ गर्दैछौँ। यो चाहिँ आजको चाहिँ हामी जुनियर आर्टिस्ट एसोसिएट नेपालले के गर्छ, एग्यालयले के गर्छ, कस्तो खालको सुविधा दिन्छ र कुन खालको प्लेटफर्म दिन्छ भन्ने कुरामा केन्द्रित रहेर कुराकानी अगाडि बढाउँछौँ। र यो क्षेत्रमा आउनको लागि विशेष हुन्छ नि केले प्रोत्साहन गर्छ, केले आकर्षित गर्छ हुन्छ नि, र त्यसपछि आइसकेपछिका राम्रा नराम्रा पक्षहरूसँग कसरी लड्ने, फाइट गर्ने होइन, कसरी बच्चापनदेखि अहिलेसम्म आइपुग्दाखेरि यो कलाकारिता क्षेत्रले तान्यो, इन्ट्रेस्ट जाग्यो, त्यो विषयमा आज हामी चर्चा गर्नेछौँ, छलफल गर्नेछौँ। सामान्य गफ हुनेछ, एक आपसको सेयर रहनेछ। अब आजको हाम्रो अतिथिमा हुनुहुन्छ, आजको हुन त म पनि अतिथि नै छु आजको लागि चाहिँ होइन। हामी सबै मेरो पनि सेयर गरिन्छ, सबैजनाको सेयर। त्यस्तै आज हामीसँग जेनी अधिकारीजी हुनुहुन्छ, विकेश श्रेष्ठ, सलिना पर्साई, सबैजनालाई स्वागत छ होइन। मेरो चौसा पनि खस्दैछ है अलिकति। हामी रमाइलो गर्दै गर्छौँ र टिम हो, हामी एउटा टिम भएर काम गर्दैछौँ। त्यसको लागि चाहिँ अब हामीले जुनियर आर्टिस्ट एसोसिएट नेपालबाट चाहिँ के गर्छौँ होइन भनेको कि यस्तो एउटा प्लेटफर्म बनाउँछौँ र हजुर सामु आउने प्रयास गर्छौँ। अनि हजुरहरूले हामीलाई कतिको माया गर्नुहुन्छ त्यो हजुरको हातमा हो। अब आजको दिनमा हामी पोडकास्टमा आइपुगेका छौँ, म्युजिक भिडियोमा आइपुगेका छौँ, विज्ञापनमा आइपुगेका छौँ, सिरियलमा आइपुगेका छौँ कोही। तर अबको दिनमा हजुरहरूले साथ दिनु भने मुभीमा होइन, हरेक स्टेजमा, रङ्गमञ्चमा, जता पनि आइपुग्छौँ, त्यो चाहिँ हजुरको साथले। सबभन्दा सुरुमा चाहिँ हामी अब जर्नीबाट सुरु गरौँ, इच्छाबाट सुरु गरौँ। जहाँ इच्छा हुन्छ त्यहाँ चाहिँ चाहना पुरा हुन्छ भन्छन् होइन, इच्छा शक्ति हुनु पऱ्यो। जेनेजी चाहिँ हुन्छ नि, जस्तै यो मिडिया फिल्डमा कसरी आकर्षित हुन्छ नि, कहिले लाग्यो कि म पनि हुन्छ नि मिडियामा इन्ट्रेस्टेड छु, मलाई पनि टिकटक बनाउँदा रमाइलो लाग्दो रहेछ होइन। अहिले त त्यही त छ नि, टिकटक रिल्सहरू बनाउने होइन। अनि कसरी चाहिँ हुन्छ नि ओहो भन्दा गर्दा यो पनि म गर्न सक्दो रहेछु भनेर पहिला सामान्य क्यामेरा खिच्दाखेरि मान्छेहरू नर्भस हुने चलन थियो नि त होइन। अब एउटा फोटो खिच्न पनि कस्तो डर लाग्थ्यो। अहिले त कति राम्रो भिडियोहरू हजुरको हेर्छु म होइन। अनि त्यो चाहिँ हुन्छ नि कहिलेदेखि त्यो मभित्र पनि कलाकार रहेछ भन्ने थाहा भयो अनि सुरुवात भयो? मलाई चाहिँ अब सानै बेलादेखि चाहिँ हुन्छ नि यस्तो डान्सिङहरूमा हुन्छ नि एकदम धेरै इन्ट्रेस्ट लाग्थ्यो क्या।
यस्तो यो टिकटकहरू बनाउनलाई चाहिँ एकदम धेरै इन्ट्रेस्ट लाग्थ्यो। अब अहिले टिकटक त अहिले भर्खर आयो होइन, पहिला त स्कुल एनुअल स्कुलहरूमा डेहरूमा चाहिँ डान्समा चाहिँ एकदम धेरै हुन्छ नि, नाच्न मन लाग्ने सानै बेलादेखि। अनि अब केही पार्टिसिपेटहरू भयो भने चाहिँ म गर्छु है भनेर जहिले पनि अगाडि बढ्ने टाइपको हुन्छ नि, त्यो गर्थेँ क्या। जस्तो त्यतिखेर पनि थाहा भयो म अलिकति कलाकार होइन, कलाकार छ भनेर होइन म आफूभित्र। अनि त्यतिखेरको त्यो रेस्पोन्सहरू फ्यामिलीहरूबाट हुन्छ नि गर्ने सपोर्टहरू चाहिँ कस्तो हुन्थ्यो? फ्यामिलीबाट सपोर्ट त थियो, अब बिचमा चाहिँ अब केही कारणले गर्दाखेरि चाहिँ मलाई होइन पढ्न दिनु भएन, त्यसको कारणले गर्दाखेरि चाहिँ अलिक पछि हटेँ। अब अहिले चाहिँ टिकटक आयो नि त, टिकटकले गर्दाखेरि चाहिँ अलिकति अगाडि बढेँ होइन, त्यही हो। एकदम टिकटकले सबैको लागि प्लेटफर्म खुला गरिदिएको छ होइन। जस्तै अहिले हामीले जुनियर आर्टिस्टले हुन्छ नि सबलाई खुला गरेको छौँ होइन। अनि त्यो टिकटक बनाउँदा हुन्छ नि जस्तै अब डाइलेक्ट पनि बोलिन्छ होइन, अनि डान्स पनि गरिन्छ, लिपसिङ गरिन्छ, के भयो गीतमा नाचिन्छ, सबै चिज गरिन्छ नि। एउटा टोटल प्याकेज हुन्छ क्या टिकटक बनाउँदाखेरि चाहिँ। एउटा आर्टिस्ट एउटा कलाकारको टोटल प्याकेज देखिन्छ होइन। अनि विशेष चाहिँ म के इन्ट्रेस्ट, म चाहिँ के गर्न सक्छु जस्तो लाग्थ्यो बनाउँदाखेरि? मलाई चाहिँ अब हुन्छ नि त्यो भिडियोहरूमा चाहिँ एकदम त्यो टिकटक त्यो भिडियोहरू बनाउनलाई चाहिँ एकदम धेरै इन्ट्रेस्ट लाग्छ क्या। अब हुन्छ नि ड्रेस लगाउने, नाच्ने गर्न त्यो चाहिँ एकदम धेरै इन्ट्रेस्ट लाग्छ मलाई चाहिँ, मनपर्छ एकदम धेरै। अब आज आएर यो हाम्रो जुनियर आर्टिस्ट एसोसिएट नेपालमा आएर हुन्छ नि एउटा अब एज अ एङ्कर पनि अब प्रस्तुत भइराख्नु भएको छ होइन। अनि सायद सुनेको मैले होइन, अब मैले कसरी भन्नु, सायद म्युजिक भिडियो पनि चाँडै गर्दै हुन्छ अरे होइन। कस्तो लागिरहेछ हुन्छ नि त्यो टिकटकदेखिको जर्नी हुन्छ नि यहाँसम्म? एकदम धेरै जस जुनियर आर्टिस्ट एसोसिएट नेपालले प्लेटफर्म दियो होइन, एउटा इच्छा पुरा गर्यो होइन। ठिक छ, तपाईँको कुरा फेरि आउँछौँ हामी। अनि विकेशजी चाहिँ कसरी आकर्षित भइयो हुन्छ नि, कसरी आइयो, कहिले लाग्यो कि ममा कलाकार रहेछ, म पनि इन्ट्रेस्ट छ, म गर्छु यो क्षेत्रमा भनेर कहिलेदेखि यसो थाहा भयो आफूलाई? अब म नि स्कुलहरूमा डान्स गीत पनि गाउँथेँ, तर अलि लजालो स्वभावको पनि थिएँ होइन। लाज लाग्दै पनि गर्न चाहिँ गरिन्थ्यो, डान्स गरिन्थ्यो, गीत पनि गाइन्थ्यो, गीत गाएर रुवाइदिन्थ्यो पनि, डान्स गरेर हँसाइदिन्थ्यो पनि कि। यो नाटकहरू पनि सायद त्यो टोलहरूमा हुने नाटकहरू दसैँहरूमा उयोहरूमा होइन पनि गरिन्थ्यो, डान्स गरिन्थ्यो सांस्कृतिक के अरे कार्यक्रमहरूमा। यो हाम्रो त अब जात्रा दसैँतिर पहिला चाहिँ जात्रा दसैँ आयो कि सुरुवात नै सांस्कृतिक प्रोग्रामबाट वेलकम गरिन्थ्यो कि जात्रालाई, दसैँलाई होइन, तिहारलाई। अब अहिले चाहिँ अब अलिक कम हुँदै गइरहेछ। अहिले चाहिँ अब यो कन्सर्टहरू हुने होइन, महोत्सवहरू हुने भइरहेछ। अनि अब यो कलाकारितामा चाहिँ अब त्यो +2 सकिएपछि मोडलिङतिर लागेँ म। अब होला नि त, अब आफूमा केही छ, अब यही फिल्डतिर मोडलिङ म्युजिक भिडियोहरूमा पनि गरिन्छ भन्ने हुन्छ नि त एउटा होइन, सजिलो। बिस्तारै अब छ आफ्नो होइन, अब भएको चिज त देखाउनु पर्यो। हाइट छ यस्तो राम्रो, फेस छ यति राम्रो, जिउ छ यति राम्रो होइन, यसो देखाउनु होइन हामी पनि। मोडलिङतिर लागियो, त्यहाँबाट अब म्युजिक भिडियोहरू पनि गर्ने मौकाहरू पनि मिल्यो होइन। अब एक्टिङमा पनि रुचि सिक्दै गयो भने सबै कुरा सिक्न जानिदो रहेछ। सिक्यो जन्मेर त आएको हुँदैन, सिकेर होइन गर्दा गर्दै जानिने हो होइन, त्यहीँबाट नै हो। अनि अब यस्तो अब प्लेटफर्महरू खोज्दै हिँड्दाखेरि अब मोडलिङदेखि सुरु गरेँ, म्युजिक भिडियो गरेँ होइन। अनि त्यहाँबाट अब यो प्रोडक्सनहरूको काम पनि गर्छु म, फेरि क्यामेरामा पनि स्किल छ होइन। अब सेटअपहरू अलराउन्डर, लाइटिङमा अलराउन्डर जस्तो, आफू अब फ्रन्टमा आउने पनि अरूलाई फ्रन्टमा ल्याउने पनि काम चाहिँ मेरो। त्यही त विकेशसँग जुन दिनदेखि हाम्रो चिन्जान भयो, अब एकदमै सपोर्ट गरेर पर्दा पछाडि रहेर धेरै सपोर्ट गरेको छ होइन। अनि यो जुनियर आर्टिस्ट एसोसिएट हुँदा पाउँदाखेरि चाहिँ जाने भएकोमा चाहिँ कतिको खुसी हुन्छ नि, कस्तो लाग्यो जाने? धेरै खुसी हो नि। अब धेरै जस्तो भनौँ न, थिएटरको आर्टिस्टहरूले काम पाइरहेको हुँदैन होइन, फिल्महरूतिर। उहाँहरू भनेको अब थिएटरमै लाइभ नाटक एक्टिङ, उहाँहरूको फेरि राम्रो हुने चाहिँ उहाँहरूको स्किल पनि धेरै डेभलप पनि भइसकेको हुन्छ, तर फिल्महरूमा काम चाहिँ नपाउने। त्यो चिजलाई चाहिँ अब हामीले कसरी सप्लाई गर्ने होइन, डिमान्ड अनुसार त्यो उहाँहरूको लागि फर्स्ट प्रायोरिटी चाहिँ थिएटरको आर्टिस्टलाई नै हो एकदम एक्ज्याक्टली। अब यो उहाँहरूले काम कलाकारिता जन्माउने होइन, अब केही न केही त होला नि त।
गरिसकेपछि पो देखिन्छ नि दर्शकले पनि होइन हो त्यही भएर पनि हो यो जुनियर आर्टिस्ट एसोसिएट नेपालमा चाहिँ आबद्ध भएर लागि परेको चाहिँ त्यही भएर हो अब आफू कलाकार जन्माउने पनि आफै पनि एउटा बन्ने गर्ने आफैमा पनि होइन जन्माउने आफू पनि गर्ने हुन्छ नि थ्रुबाट, अब। अनि त्यसरी चाहिँ इन्ट्रेस्ट लाग्यो हो अब लागि परिरहेछौँ हामी सबै मिलेरै गरिरहेछौँ होइन एकदम हेर्दै जाउँ राम्रै गर्छु भनेर हिँडिरहेछौँ अब राम्रै गर्नुपर्छ मेहनत गर्नुपर्छ जसले पनि मेहनत गर्छ मेहनतको फल त अवश्य पाउँछ होइन अब अब सबै हात दर्शकहरूको हातमा छ यसको जरा नै अब तपाईँ नै हो होइन त्यस्तो होइन हामी तपाईँले सबै सुरु नगर्नु भए यो आउँदैन पनि थियो होला जुनियर आर्टिस्ट सोच मेरो सुरुवात मेरो साथ सबैजनाको हो क्या होइन खालि त्यसमा आज मैले साथमा पाएको भए आजसम्म यहाँ आइँदैन थियो होइन यो सुरुवात हुँदैन थियो साथ हो अनि यो यहाँ जुनियर आर्टिस्टमा आइसकेपछि जुन हामी एउटा टिमवर्क गरेर छौँ होइन जस्तै अब हुन त यहाँ सबैजना अहिले नयाँ छ त्यति फेस भ्यालु बसेको पनि छैन दर्शकहरूले चिन्नुहुन्न होइन त्यति साह्रो अनि तर कोसिस चाहिँ जारी छ क्या फेस भ्यालु नभएको भित्रबाट चाहिँ ब्यागमा बसेर अरूलाई चिनेर अर्को काम गरिरहेछ लिइसकेको अनि दर्शकहरूलाई हामीले धेरै पस्कि पनि रहेको छौँ होइन विभिन्न माध्यमबाट अनि आज आएर जस्तै दर्शकको अगाडि यसरी हामी हुन्छ नि जस्तै अहिलेसम्म चाहिँ हाम्रो पोडकास्टहरू जति पनि भइरहेछ बिहाइन्ड क्यामेरा एकदम विकासले पछाडिबाटै उसले सबै गरिरहेको थियो होइन र अगाडि फ्रन्टमा आज आउनुपर्छ चिनिनुपर्छ आफ्नो कुरा पनि राख्नुपर्छ भनेर यो चाहिँ कस्तो भने इन्करेज होस् भनेर क्या अरूलाई पनि हुन्छ नि एक्सपायर्ड के भन्छ त्यो इन्सपायर्ड होस् भनेर होइन आज यो ऱ्यान्डमली हामीले कार्यक्रम राखेको अनि आयो आबद्ध भयो एउटा टिमवर्क गर्न पायो त्यसमा एकदमै खुसी लागेको छ क्या एकदमै त्यसको लागि धन्यवाद भन्नुपर्छ सबै चाहिँ हामी यो चाहिँ अडियन्सलाई धेरै धन्यवाद होइन हामी यो टिम बनेर हामीले केही पस्केकोहरू चाहिँ हेरिदिनु भएको छ होइन अनि हाम्रो सलिनाजीतिर आउँछु अब म होइन फेरि हामी घुमिरहेछौँ हामी यसरी घुम्छौँ होइन अब सलिनाजीपट्टि आएँ तपाईँको नै आउँछ एकदम होइन अनि सलिनाजीको चाहिँ बच्चादेखिको रहर छ भने चाहिँ मैले एउटा कुराले थाहा पाएको थिएँ क्या होइन हुर्रे चाउचाउ त्यतिखेर त एकदम फेमस दर्शकले एउटा हुर्रे चाउचाउको एड थियो त्यसमा उहाँले बच्चापनमै बालकपनमै हुन्छ नि उहाँले गर्नुभएको थियो अभिनय भनेपछि मलाई त सोध्नै परेन क्या कहिलेदेखि आकर्षित हुनुभयो भनेर होइन कति इजी कुरो अनि त्यो गर्दाखेरिको चाहिँ जस्तै त्यो फर्स्टचोटि चाहिँ म यो गर्छु म गर्न सक्छु म भित्र कलाकार छ कति वर्षको उमेरमा गर्नुभएको थियो त्यतिखेर आई थिङ्क म कति 7-8 सानै थिएँ सानो एकदम सानो होइन अनि त्यो गर्दाखेरि चाहिँ घरको फ्यामिलीले अथवा कसैले देख्यो ल नानी तिमी सक्छौ भनेर भन्यो कि कसरी त्यो पाइयो त्यो चाहिँ म कसैको प्रोग्राम मतलब हुन्छ नि स्कुलहरूतिर नि प्रोग्राम भयो अब जस्तै हामी त नेपालमा त तिहारमा नाच्छौँ नि देउसी भैलो खेल्न जाने भैलो खेल्न जाँदा कसैले नोटिसहरू गरिरहनु भएको थियो नानी चाहिँ नाच्छ है भनेर होइन म चाहिँ अब एकदमै नाच्न यस्तो अहिले यस्तो क्युट हुनु चाहिँ त्यो बच्चामा क्युट हुनु थियो अब गेसली चाहिँ राम्रै हुनुहुन्थ्यो म त त्यस्तो लजाउँदा थिएँ नाच भने नि नाच्छ नि मेरो फ्यामिलीहरू पनि सबैजना फेरि एकदम रमाइलो गर्नमा सबैजना अगाडि नै बढ्ने क्या अनि त्यस्तैमा गर्दाखेरि चाहिँ मलाई चाहिँ नोटिस गर्नुभएको रहेछ होइन के भन्छ हाम्रो हरिवंश आचार्यले होइन उहाँले नोटिस गर्नुभएर चाहिँ अनि त्यसपछि उहाँ त एक्टिङको गुरु अब महाहस्ती उहाँ हुन्छ नि अब एकदमै छोरी तिम्रो एक्टिङ पनि राम्रो लाग्यो नाच्दा पनि राम्रो नाच्दैछौ भोलि पर्सि तिमी स्योर हिरोनी बन्छौ भन्ने अनि मैले चाहिँ अब हुन्छ नि ओ यस्तो रहेछ है भन्ने आफूलाई पनि म फेरि स्कुलहरूमा पनि एक्टिङ छ भने चाहिँ म सिधै पार्टिसिपेट भइहाल्थेँ एकदमै एक्टिङ छ भने होइन हुन त डान्स पनि गर्थेँ डान्समा पनि प्रायः जस्तो म साइड डान्सर हुँदैन थिएँ मैले मेडलिङमै जहिले पनि पढ्थेँ म है अनि जस्तै गर्दा अनि पछि आफूलाई पनि भयो थाहा भयो कि ओहो म त सक्छु कि क्या गर्न हुन्छ नि म टिचरहरूको पनि एक्टिङ गरिदिने साथीभाइहरू भेट्यो उनीहरूको पनि एक्टिङ गर्ने अनि सबैले भन्छ एक्चुअली त्यो यता रोकेर मैले एक्टिङ उहाँले क्यारिकेचर पनि राम्रो गर्नुहुन्छ है धमलाजीको हाम्रो हुन्छ नि हाम्रो ऋषि धमलाजीको क्यारिकेचर राम्रो अलिकति जाओस् न त त्यो हुन्छ नि एकदम उहाँले क्यारिकेचर पनि खतरा गर्दै हुनुहुन्छ धेरैजनाको गर्नुहुन्छ होइन अब नगर्ने पनि कुरा भएन क्या दर्शकले हुन्छ नि अब उहाँलाई पहिलो नजरले चिन्ने नजर नै कसको थाहा छ
हरिवंश आचार्यको आमा अनि उहाँको नजर त धोका खाएन अनि उहाँमा त्यो हुन्छ नि क्यारेक्टरको अब छ एकछिन एकछिनपछि हामी आउँछौँ कन्टिन्यू त्यही त अनि त्यही कुराहरूले चाहिँ आफूलाई पनि मलाई पनि थाहा भयो कि म सक्छु गर्न अहिले त झन् हेर्छु पहिला टिकटक भन्दा पनि अगाडि म्युजिकली आउँथेँ है अनि म्युजिकली मैले गर्थेँ अनि त्यो गर्दाखेरि पनि अझ म्युजिकली भन्दा अगाडि डब्समास आउँथ्यो डबमास होइन? त्यो पनि थियो अनि त्यसपछि अब मैले चाहिँ त्यो डबमास भन्दा नि म्युजिकल, म्युजिकल गरेँ अनि त्यसपछि झन् अब अहिले त टिकटक भइहाल्यो हेर्छु होइन गर्छु टिकटक पनि अब आफूलाई लाग्यो कि के भन्छ आफूभित्र ट्यालेन्ट रहेछ क्या तर हामीलाई थाहा हुँदैन होइन तर कसैले आएर हामीलाई होइन मोटिभेट गरेर होइन तेरो चाहिँ यो छ भने डिमोटिभेट गर्ने होइन मान्छेहरूलाई मोटिभेट गर्नुपर्छ मोटिभेट गर्ने ठाउँमा चाहिँ मलाई चाहिँ सबैजना भन्थ्यो साथीहरूले भयो फ्यामिलीहरूले पनि राम्रो गर्छस् अझै गर्न होइन अनि म नि फेरि अनि त्यो भन्ने बित्तिकै ल ठिक छ भन्ने गरिदिइहाल्ने भिडियो बनाउन ओर्न लाज पनि नलाग्ने बनाइदिन्छु भन्ने अनि जस्ट एक्टिङहरूदेखि लिएर सबै गर्ने यही इन्ट्रेस्ट भनौँ न अब झन् यो फिल्डमा अब हजुरलाई पनि भेटेँ मैले होइन हजुरसँग पनि भेट्दाखेरि अब भन्नुभयो नि त जुन यो अब अब सबै जोलाई चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरूलाई पनि होइन यस्तो एउटा अपर्च्युनिटी हजुरले दिनुभएको थियो त्यो धेरै ठुलो प्लेटफर्म पनि हो नि त्यो हाम्रो लागि त मेरो लागि पनि हाम्रो लागि पनि हुन्छ तपाईँहरू आउनु भनेको एकदम ठुलो कुरो हो होइन हजुर नै ठुलो प्लेटफर्म छ त्यसमा चाहिँ अब भनौँ न हामी मात्र होइन कि अरू कतिजनालाई गर्न मन छ भने हजुर पनि आउनुहोस् एकदम यहाँनिर एकदमै वेलकम छ सबैलाई सबैजना आएर ल ममा यो इन्ट्रेस्ट छ होइन लजाउनु परेन कोही पनि यहाँ सुरुमै पर्फेक्ट चाहिँ छैन अनि मैले कस्तो एउटा कुरा पनि भन्नु मन लाग्यो दर्शक बहिनीहरूलाई होइन यहाँ हामी 4वटा खालको मान्छे छौँ क्या म दुब्लो छु उहाँ अलि हेल्दी हुनुहुन्छ उहाँ ठिकै हुनुहुन्छ होइन उहाँ पर्फेक्ट हुनुहुन्छ होइन कलाकार भनेको चाहिँ जस्तै मैले यो बुझाइदिनँ आज यो प्रोग्राम पनि मैले राखेको हो क्या हामीले जुनियर आर्टिस्ट एसोसिएट नेपाल भनेर खोल्नुको कारण चाहिँ जुनियर भनेको चाहिँ कोरस भन्न खोजेको होइन हामीले होइन जुनियर आर्टिस्ट भनेको चाहिँ कोरस ब्याकग्राउन्ड त्यो डान्सरको कोरस अनि त्यसपछि क्राउडलाई जुनियर आर्टिस्ट भन्न खोजेको होइन जस्तै उहाँले अघि भर्खर नाम लिनुभयो हरिवंश आचार्यज्यूको होइन उहाँहरू भनेको सिनियर आर्टिस्ट वरिष्ठ कलाकार होइन हामी भनेको तुच्छ हामी सानो हो जुनियर हो होइन हामी कनिष्ठ त्यो चाहिँ हामीले भन्न खोजेको उहाँहरू सिनियर हो हाम्रो कार्ड बनेको हुँदैन कति करोड जस्तो अहिले मैले 5-6वटा फिल्म गरिसकेँ मेरो त कार्ड होला होइन तर कतिजनाले एउटा दुइटा फिल्म गरेकोहरूको त कार्ड हुँदैन नि त कलाकारको कार्ड हुँदैन अनि चिनारी हुँदैन कलाकार सानो ठुलो भन्ने चाहिँ हुँदैन कहिले पनि र साइज हुँदैन आकार हुँदैन कालो गोरो चाहिँ मोटो पातलो भन्ने केही पनि हुँदैन हरेक एउटा क्यारेक्टर हो त्यो हामी अहिले यहाँ 4वटा क्यारेक्टर छौँ क्या होइन अनि हजुरहरूलाई त्यस्तो क्यारेक्टर यहाँ ठान्न सक्नुहुन्छ हामी छौँ है फेरि हुन्छ नि कुन सुट हुन्छ त्यो भोलि हाम्रो फिल्डमा हामीलाई सानो बच्चा पनि चाहिन्छ होइन 0 फिगरवाला पनि चाहिएला अलिकति हेल्दी टाइपको पनि चाहिएला होइन अनि त्यसको लागि चाहिँ यो सबैको ओपन प्लेटफर्म हो भनेर हामी 4 किसिमको पनि बसेको हौँ जस्तै म दुब्लो छु पातलो छु त्यही टाइपको सायद रोल होला होइन अब विकासले गर्न सक्ने विकासलाई सुहाउने खालको हुन्छ उहाँ जेनीजीलाई सुहाउने जेनीजीलाई हुन्छ अनि यो चाहिँ हामीले भेदभाव गर्न खोजेको होइन कलाकार पनि हामीले एउटा सिनियर वरिष्ठ कलाकारलाई हामीले इज्जत दिएको उहाँहरू इस्टाब्लिस भइसकेको कलाकारलाई चाहिँ इज्जत दिएर हामी नयाँ न्यू कमरहरू चाहिँ जुनियर हो है हामीलाई माया गर्नुहोस् हामीलाई साथ दिनुहोस् भनेर हामीले जुनियर जानी नभए हामी अरू नाम राखेर सपोर्टिङ क्यारेक्टर भनेर न्यू कमर भनेर पनि राख्न सक्थ्यौँ नाम तर जुनियर भनेको उहाँहरू सिनियर हो उहाँहरूले अब हामीलाई माया गर्नु पऱ्यो भनेर हामीले जुनियर र सिनियर भन्न खोजेको कलाकारै सानो ठुलो कहिले पनि हुँदैन हामी चाहिँ खालि रेस्पेक्टको हिसाबमा मात्र सिनियर र जुनियर वरिष्ठ र कनिष्ठ भनेर आएको छौँ र भेला पनि भएको छौँ यो हजुरहरूलाई जानकारी पनि दिएको धेरै डाइरेक्टर प्रड्युसरहरूले पनि हेर्नु होला होइन कतिजनालाई चाहिन्छ चाहिँ हामीसँग त्यो सबै प्रकारको कलाकार चाहिँ हामीसँग उपलब्ध हुन्छ र सबैलाई कोही 70 वर्षको बुढा होला बुढी चाहिन्छ होला 60 वर्षको चाहियो होला 50 वर्षको चाहियो होला 40 35 20 12 14 त्यो चाहिँ एउटा ओपन प्लेटफर्म भयो जस्तै उहाँलाई सुहाउने जस्तै कतिले भन्ला हेल्दी के हो हिरोइन त डिमान्ड अनुसार होइन उहाँले गर्न सक्नुहुन्छ उहाँसँग खुबी छ
होइन। यहाँ सबैजना छ खुबी छ, त्यो खुबी प्रस्तुत गर्ने हो। त्यसमा चाहिँ साइज वेट हाइटले म्याटर गर्दैन होइन, कलरले गर्दैन भनेर पनि यो अलिकति हामीले यो कार्यक्रम राखेको हौँ। र जस्तै ममा आयो अलिकति, मलाई थाहा थिएन म कलाकार छ भनेर क्या, म गर्न सक्छु भन्ने, मलाई फिल्ममा इन्ट्रेस्ट छ भन्ने पनि मलाई थाहा थिएन। त्यो कसैले थाहा पाइदियो क्या, मेरो एक्टिभिटिजहरू मलाई चाहिँ थाहा थिएन। मेरो अब हजुरलाई हेरेर हजुरलाई सुट गर्ने क्यारेक्टर चाहिँ निकालिदिनु भयो। हजुर, त्योभन्दा पनि कस्तो भयो भने म इभेन्ट फिल्डमा थिएँ, मोडलिङ फिल्डमा थिएँ होइन। अनि उटपटाङ कामहरू गरेर हुन्थेँ क्या, म के गरेर जस्ट मिडिया फिल्डमै थिएँ, तर फिल्मको पर्दामा चाहिँ थिइनँ। अनि तर त्यो बच्चादेखि चाहिँ रहर हुँदो रहेछ क्या, जस्तो मैले भने जस्तो क्यारिकेचर पनि गरिदिइहाल्ने, साथीहरूको भोइस निकालिदिने, अनि प्र्याङ्क हान्ने, त्यतिखेरको बक्रा बनाउने भनिन्थ्यो होइन, अनि प्र्याङ्क हानिन्थ्यो, फोन गरिदिने, कसको घरमा म आउँदिनँ भनिदिने, यो टाइपको चाहिँ कलाकारै रहेछ क्या। त्यो थाहा थिएन क्या, आफूलाई चाहिँ उटपटाङ गरे जस्तो लाग्थ्यो। अनि गर्दै जोसँग पनि बोलिदिने, गर्ने नै, जहाँ पनि अगाडि बढिदिने, गर्दा गर्दै राजकुमार राई आदरणीय दाई, मेरो दाई होइन, सबैको दाई हुनुहुन्छ, वरिष्ठ व्यक्तित्व होइन, विकास बोर्डको अध्यक्ष होइन, चलचित्र निर्माता। अनि सबै पार गरेर उहाँ एउटा अब नेपालको हस्ती होइन, त्यहाँबाट माथि लेभलै छैन होइन, नेपालमा राष्ट्रपतिबाट माथि लेभल छैन नि त। अनि उहाँलाई सलिनाजीलाई जस्तै चिन्नुभयो हरिवंशज्यूले, त्यस्तै मलाई पनि उहाँले चिनिदिनु भयो क्या। तँ कहाँ त पर्दा पछाडि यताउता चाहिँ गर्दैन, तँ आफै एउटा खतरा गर फिल्म खेल्दैन, कहाँ गर्छ फिल्म, इग्नोर हानिदिने गर्ने होइन, गर जहिले जाँदा पनि तँ अगाडि आइज भनिदिने, डाइरेक्टरलाई भनिदिने, सिफारिस गरिदिने, यसलाई एकचोटि चान्स दिएँ। गर्दा चाहिँ मैले फर्स्ट मुभी सायद गरेँ, राम्रो रेस्पोन्स आयो। सायदमा त स्क्रिप्टमा पनि डाइलेक्टमा त्यो मेरो आफ्नै थियो डाइलेक्टर पनि। अनि गरेपछि त्यो दिनै मैले सुटिङ गर्दैछु, सकिन पाएको छैन, 2टा फिल्मको तुरुन्त मलाई फोन आयो क्या राति। अनि म त खतरा स्टार भएछु जस्तो लाग्यो क्या, एकचोटिमा 3-3वटा फिल्म भ्याइदिएको क्या मैले, हुन्छ नि। सायद तिमीले दिएको माया, अनि एउटा पहाड किरानी भने सुटिङ डाइरेक्ट साहब बित्नुभयो, सुटिङ गर्दै त्यो पछि, त्यो धेरै पछि चाहिँ अलिकति यहाँ चिन्जान पकड भइसकेपछि, त्यो भानु प्रतापको फिल्म हो, त्यसमा सपोर्ट गरेको मैले। अनि गर्दै गएपछि अब मलाई चाहिँ मन लागेन क्या, त्यो जबरजस्ती पाएको, मलाई सजिलै पाएँ क्या मैले, मतलबै लागेन। कतिवटा फिल्म मैले अब अहिले मार्नुहुन्छ मलाई, एकजना एकदमै मेरो प्यारो दाई होइन, माइ नगर्नु दाई हुन्छ नि, त्यस्तै बाध्यता थियो, सुब्रत आचार्य दाई, उहाँसँग मेरो एकदम राम्रो सम्बन्ध। उहाँ चाहिँ कान्तिपुर टेलिभिजन साप्ताहिकको चाहिँ चिफ एडिटर हुनुहुन्थ्यो, साप्ताहिक म्यागजिन आउँछ नि त्यो हो, त्यसको चाहिँ चिफ हुनुहुन्थ्यो। अनि उहाँले फिल्म बनाउँदै हुन्थ्यो सुश्री सम्पत्ति भन्ने। अनि मलाई 3 महिना अगाडि रञ्जित के छ हालखबर, ठिक छ, तिम्रो फलानु महिनामा के छ टाइम सेड्युल के छ, म त्यतिखेर साखु महोत्सव गरिरहेको थिएँ। किन दाइ थाहा छैन, त्यतिखेर मलाई त्यतिखेर के थाहा हुन्छ, अहिलेको अब त थाहा छैन भने, ल म एउटा फिल्म बनाउँदैछु, एउटा क्यारेक्टर लेखिरहेको छु, त्यो तिमीलाई सोचेर लेखिरहेको छु है, मलाई यो टाइपको लुक्स चाहियो भनेर उहाँले त्यहाँ तिमीलाई मेसेन्जरमा मैले फोटो पनि पठाइदिएको छु, त्यो टाइपको लुक्स चाहियो, तिम्रो मेरै फोटो झिकेर मलाई नै पठाउनु भएछ क्या उहाँले, यो टाइपको चाहियो। हेरौँ दाइ, हुन्छ दाइ, कस्तो छ, मेन हो त्यो, मेन क्यारेक्टर हो त्यो, खतरा क्यारेक्टर हो, तिमीलाई नै सोचेर लेखिरहेको छु है म, हुन्छ टाइम दिनुपर्छ, हुन्छ ओके। आयो फागुनको टाइम माग्नु भएको थियो, अनि गरियो अरे, लास्टमा त्यो म महोत्सवमा बिजी थिएँ, अनि म प्रेस मिटमा पनि गएँ होइन, त्यहाँ आर्टिस्टको चिन्जान गराउँदा पनि थिएँ, अनि स्क्रिप्ट रिडिङमा पनि थिएँ, वर्कसपमा पनि थिएँ, सुटिङमा गइनँ क्या। मैले धोका दिएँ क्या उहाँहरूलाई, दाइ म यो फिल्म गर्दिनँ भने, 1 महिना पोखरा बस्नुपर्छ भन्नुभयो। अनि मलाई
सजिलै पाएँ क्या मैले जे पनि त्यो भ्यालु हुँदैन भन्दो रहेछ नि त दुःख नगरिकन पाएको चिजलाई अब इग्नोर गरियो वास्ता गरिएन होइन अब पाइहाल्छ नि 3 दिन अहिले त पाइरहेको छु 3-4 दिन पछाडि सुटिङ पोखरा जानुपर्नेवाला थियो मैले 3-4 दिन अगाडि लुवा त छोडिदिएँ होइन अनि छोडेपछि फेरि उहाँको चाहना पनि म त्यो रिहर्सलमा गर्दा पनि सबैजना खुसी भएको थियो क्या त्यो मेरो रिहर्सल गर्दाखेरिको यही हो यो टाइपको मलाई फ्री छोडिदिनु भएको थियो सुटिङ गर्न जान्न अनि यो बाउलाई आइसकेर कति सम्झाउनु गर्नु म गर्दिनँ मेरो 1 महिना बस्नुपर्ने पनि थियो त्यसले गर्दाखेरि अनि सजिलै पाएको छोडिदियो पछि बाबु कान्छाहरू अरू फिल्महरू गरेँ मैले 2वटा फेरि गरेँ गर्दै गएपछि त्यो चाहिँ बाध्यताले गर्थेँ क्या करले त्यो बाबु कान्छा पनि मैले करले गरेको मैले त्यो जुन त्यो सविद्यालाई हार्न नसकेर मैले त त्यतिखेर त्यो सुटिङमा जाँदाखेरि तिमीले गर्नै पर्छ भने त्यो सुटिङको दिन अर्को मान्छे लिएर गइदियो क्या दाइ उसले गर्छ नि त मेरो साटो भनेर क्या होइन तिमीले साटो उसले गर्छ भनेर लान सक्ने मान्छे त मान्छेहरू चाहिँ मैले गर्न पाएँ भन्ने सोच हुन्छ नि त होइन हुन्थ्यो उहाँ चाहिँ मेरो साथै यसले गर्छ अझ यो कुरा थाहा छैन एउटा किन हो त त्यस्तो चाहिँ किन हो तपाईँमा थियो चाहिँ कसरी आयो इजी भएर इजी सजिलै पाएर क्या त्यो त्यही कुरा बुझेर त मैले जुनियर आर्टिस्ट सेट हुन्छ नि त्यो कन्सेप्ट निकालेको क्या उसले पनि गर्न सक्छ होला भन्ने भयो अब त्यो डाइरेक्टरको भ्यूबाट हेरिनँ क्या मैले क्या उहाँहरूले मलाई के देख्नुभयो र मलाई लिनुभएको हो नि त अब म जस्तो जस्तै छ यसले सकिहाल्छ यही यो भए पनि हुन्छ टाइपको क्या तपाईँलाई यस्तो भयो म जस्तो क्यारेक्टर अरू छैन मै हो चाहियो भने मलाई नै भन्ने हो होइन उहाँहरूलाई क्यारेक्टर चाहिएको मै गर्नुपर्छ के छ अरे यसले सकिहाल्छ यसले गरिहाल्छ नि म त अर्कोतिर कुद्न पाए हुन्थ्यो क्या अनि पैसा पनि अलि धेरै आउने काम गर्थेँ नि त म अलिकति इभेन्टमा अलि धेरै पैसा पनि आउने टाइम पनि इज्जत पनि चाहिँ सबै चिज हुने अनि यो मेन कुरो त्यो भन्दा पनि सजिलो पाएँ क्या जस्तो उहाँले हुरेछ सजिलै पाएको भन्नुपर्छ क्या त्यो हरिवंशजीले देख्नुभयो हुन्छ नि सजिलै पायो नि त मान्छेले एउटा एड खेल्नुको लागि बच्चाइमा पनि कति गाह्रो हुन्छ नि त होइन अनि कुराहरू बुझाइ हुँदैन होइन भ्यालु भएन क्या मलाई वास्ता लागेन अनि हुँदै गएपछि त्यो बाबु कान्छा गर्दा पनि त्यो लगाएर अर्को लगाएर होइन रन्जित नै भन्नुहुन्छ सोभित दाई दाइ उसले गर्छ हौ भन्छु होइन त्यो पनि गरेँ त्यो जुन फिल्म गरेँ एकजनाले खोलिदियो टिकटक पनि के चलाउँथ्यो के गर्नु हुन्छ नि फिल्म त्यत्रो छोडेर हिँड्ने मान्छे मलाई यो किन गरिराख्नु जस्तो लाग्ने क्या अब गर्दा चाहिँ 1-2 गर्दै अनि 2टा पछि 3टा पछि 4वटा गर्न थाल्यो नि त होइन राम्रै पो गर्छु कि क्या हो त्यो लाइकहरू पनि आउनु थालेपछि होइन भनौँ कलाकारै हो कि क्या हो राजकुमार दाइले भनेको कुरा त मिल्यो त अनि घरको मम्मीहरूले पनि मम्मी हुनुहुन्थ्यो बहिनीहरूले जो छ मलाई चिन्नेहरूले पनि यसमै लाग ठिक छ जे गर्दा पनि मलाई फ्री दिने जे काम गर्न पनि फ्री दिने झन् यसमा चाहिँ गर्दाखेरि चाहिँ झन् खुसी हुने क्या अनि त्यो फिल्म हलमा फिल्म आयो भन्दै मम्मीहरू पुरा टोलै बोकेर लिएर जाने हुन्छ नि हलमा टिकट गरेर हेर्ने हुन्छ नि इच्छा रहेछ क्या उहाँहरूको पनि त्यो फिल हुन थाल्यो गर्दैपछि अनि मैले चाहिँ अब म सब काम छोडिदिन्छु यसमै फोकस हुन्छु र मैले जुन कुरा सजिलै पाएर गरिनँ त्यो कुरो त कति मसँग आउँथ्यो नि त म फिल्म खेल्छु म यस्तो गर्छु भनेपछि मलाई पनि चान्स दिन्न भनेर चाहिँ काँडाघरीमा होस् होइन जहाँ पनि जाँदाखेरि त्यो उनीहरूको त्यो इच्छा क्या चाहना त्यो म अगाडि बढेँ भने अवश्य मेरो आफ्नो हुन्छ नि मैले बुझिनँ मेरो करियर मैले बिगारेँ होइन मलाई कसैले चिनेर चान्स दिँदाखेरि पनि मैले गरिनँ मैले बुझ्न सकिनँ तर मैले उनीहरूको चाहनालाई कदर गर्नुपर्छ एउटा प्लेटफर्म बनाऊँ न होइन त्यसको लागि के गर्नु त एउटा प्लेटफर्म बनाऊँ जसलाई इच्छा छ आऊ जस्तै मैले चिनेको रिलेसनहरू हुन्छ नि जुन मलाई सजिलै दिनुहुन्थ्यो उहाँहरूले होइन त्यस्तै उहाँहरूले राम्रो मान्छेलाई त उहाँहरूलाई पनि दिनुहुन्छ नि त अनि त्यो माध्यम भनौँ न त एउटा होइन कतिलाई डान्स गर्न मन लागेको होला पैसा नहोला काठमाडौँमा गाह्रो छ कतिलाई एक्टिङ सिक्न मन लागेको होला छैन गाह्रो छ अनि कति चाहिँ कलाकारहरूको चाहिँ पारिश्रमिक मार्ने चलन छ क्या थाहा छ नि त होइन त्यो अब फिल्ममा बोलाउने खेलाउने गर्ने
पैसा नदिने त्यहाँ प्रोड्युसरले चाहिँ पैसा पेमेन्ट गरेको हुन्छ तर बिचको मिडिएटरहरूले चाहिँ खाइदिने घोटाला गरिदिने घोप्ला गरिदिने नदिने भन्दा नि भने जति नदिने होइन कतिको त दिँदै नदिने नै हुन्छ नि त्यो कोरसहरू कति उल्टो हलाइदिने उताबाट चाहिँ लिने अनि कलाकारसँग पनि लिँदैन तँलाई चाहिँ चान्स दिन्छु भनेर अनि यो विकृतिहरू त मैले त्यत्रो वर्षमा त देखिरहेको थिएँ होइन यसलाई चाहिँ सही हुन्छ नि एउटा प्लेटफर्म बनाएर हामीले उहाँको पारिश्रमिक पनि नमार्नु जे सिक्न मन लागेको छ जुन गर्न मन लागेको छ कसैलाई एङ्कर बन्न मन लागेको होला कसैलाई पोडकास्ट गर्न चलाउनु मन लागेको होला होइन कसैलाई डान्स गर्न मन लागेको होला कसैलाई एङ्कर गर्न मन जे गर्न मन लागेको छ अनि दाइको सोसल वर्कतिर चाहिँ कुन टाइममा ध्यान गयो तपाईँको यो कलाकारिता क्षेत्रमा लागि पर्दै कि अगाडि पछाडि कुन टाइम यस्तो सोसल वर्क चाहिँ कस्तो भने पेसा होइन मेरो पेसा होइन इच्छा सहयोग हो क्या त्यो चाहिँ बुवा बाजेको पालादेखि नै त्यो गरिराख्नुहुन्थ्यो अब मम्मीले पनि सबैले गर्दाखेरि त्यो देखासिकी सहयोग गरेको होइन अब त्यो मेरो पेसा भएको भए जस्तै म आजसम्म टिकटक रिल्सहरूमा केहीमा पनि मैले गरेकोहरू हालेको हुन्न हतपत होइन त्यो जस्तो म एक्टिङ गरेको हाल्छु मैले यो काम गरेको म हाल्छु किनकि यसबाट मलाई बेनिफिट चाहिन्छ यसलाई मलाई प्रचार गर्नु छ जस्तै मेरो एक्टिङ मैले भजाउनु छ क्या मैले बेच्नु छ तर सोसल वर्क त मैले बेच्नु छैन नि त सेवा गरेको त बेच्नु छैन नि त कसैलाई देखाएर कसैको सिम्प्याथी पनि पाउनु छैन कसैको वाहवाही पनि चाहिएको छैन मलाई कसैले काम दिनु पनि छैन मलाई अनि त्यो चाहिँ म कहिले पनि देखाउँदिनँ त्यो चाहिँ अहिले निरन्तरता छ र जहिले पनि जस्तै हरेक फिल्डमा छु म होइन आँखा शिविर स्वास्थ्य शिविर एजुकेसन फिल्डमा छु कतिलाई हेल्प गर्नुपर्ने अहिले मेन गरेर चाहिँ म कुकुरको हेर्छु कुकुरको प्रोजेक्ट चलाइरहेको छु अनि त्यो चाहिँ सेवा हो त्यो जहिले अब त्यो कुकुरहरू ल्याएर बजार सेवा त्यो रेस्क्यु गरिन्छ अपाङ्ग भएकोलाई होइन खाना नपाएकोलाई खुवाइरहेको छ रियाब टाइपको हो कि होइन सेन्टर रियाब चाहिँ होइन सेन्टर हो क्या त्यो रेस्क्यु सेन्टर हो रेस्क्यु सेन्टर हो अहिले मेरो घरमै यस्तो अपाङ्ग कुकुरहरू छ अनि सेन्टरमा पनि त्यस्तै छ बाटोको कुकुरहरू 150-200वटाले दैनिक खाना खान्छन् होइन अनि चाहिँ वीरगन्जमा प्रायः अब म जहाँ छु त्यहाँ चाहिँ भइरहेकै हुन्छ त्यो चाहिँ जिन्दगी अब बाँचुन्जेलसम्म कुनै फिल्डमा सहयोग भनेको गरिराखिन्छ त्यो देखाउनु चाहिँ जरुरी छ जस्तो लाग्दैन त्यो हरेकले गर्ने हो त्यो भनेको आफ्नो मनको खुसी मनको शान्ति देखाउनको लागि अब कोही खाना त्यो सेवा नै धर्म त्यो हामी सबैले गरेको हुन्छौँ त्यो अनि कतिजना चाहिँ एउटा बिस्कुट पायो भने पनि टिकटकमा हाल्छन् होइन होला उहाँहरूलाई त्यो राम्रो लाग्छ होला हाल्नुहुन्छ त्यो पनि ठिक छ होइन कमसेकम भिडियो बनाउने बाना भए पनि बिस्कुट त एउटा खुवाउनु भयो नि त त्यो पनि राम्रो हो प्लस पोइन्ट राम्रो हो नि त होइन प्लस पोइन्ट हो अब वृद्धाश्रममा गएर खाना खुवाइदिनु भयो भिडियो बनाउनु भयो ठिक छ खाना त खुवाइदिनु भयो पशुपतिमा गएर लुगा बाँड्नु भयो ठिक छ लुगा त बाँड्नु भयो नि होइन ट्रेन बस्यो ट्रेनमै छ ठिक छ बर्थडेहरूतिर नि बाहिर सेलिब्रेट गर्नुभन्दा पनि होइन यस्तै आश्रमतिर गएर सबै कुराहरू यही टिकटकबाटै त होइन अब अहिले सबै कुरा थाहा भइरहेको छ नि त एकदम त्यही भएर पनि त्यो मान्छेले हाल्नै पर्ने पनि भएको भएर पनि हाल्छन् नि त मान्छेले त्यही हो थाहा पनि पाइन्छ यो मान्छेको नेचर कस्तो रहेछ भने थाहा हुन्छ ट्रेन्डिङ अनुसार चलेको राम्रो तर राम्रो कुराहरूलाई ध्यान राखेर विचार गरेर बुझेर मात्र अनि नराम्रो कुराहरू नि धेरै नै यो टिकटकबाट नराम्रो कुराहरू नै धेरै नै भएको छ क्या नराम्रो चिजहरू नै हो फेरि भाइरल हुने जस्तै हाम्रो समाजमा चाहिँ अब हुन्छ नि गर्नलाई चाहिँ राम्रो भन्दा पनि नराम्रो चिज बढी बिक्छ क्या जहाँ पनि जुनसुकै ठाउँमा पनि जहाँ पनि हामी अब जस्तै बच्चामा स्कुल हो यो कुरा चाहिँ नयाँहरूलाई अथवा यस्तो फेरि अब यसमा काम पाइराखेको मान्छेहरूलाई पनि कुन ठाउँमा ग्याप भइसकेर होइन आफ्नो केही प्रब्लमहरूले गर्दाखेरि ग्याप भएर पछि काम नपाएको पनि रेकर्डहरू हामीले देखिरहेको पनि छ होइन छौँ त्यही हो अब कोसिस चाहिँ नछोड्ने होइन आफूलाई चाहेको आफूले गर्न सकेको काम कुरामा चाहिँ अगाडि बढिराख्नुपर्छ अब ठुलो पनि बन्नु भएन होइन मैले काम गरिसकेको छु यो गरिसकेको छु यो पाइरहेको छ मलाई अफर आइरहेको छ भन्ने पनि हुनु भएन लागि परिराख्नुपर्छ अब एक्टिङ भने अब आज एउटा गऱ्यो भोलि अर्को गऱ्यो आज फनी पनि हुनुपर्ने क्यारेक्टरहरू निस्किन्छ होइन सिरियस होइन हरेक हुन्छ नि त अब फ्लेभर कुन फ्लेभर माग्यो त्यही अनुसारको दिन चाहिँ सक्नु पऱ्यो
काम अनि पाइहाल्छ। अब यसमा जेनेजीको चाहिँ भनाइ के छ जेनेजी भनेको छ के अरे हाम्रो सलिनाजीको चाहिँ यहाँ उस्तै लाग्छ क्या ड्रेस पनि उस्तै लागेको छ है अनि त्यो कन्फ्युज भइहाल्दो छु क्या म यो सलिनाजीको है एकदम हाँस्ने हँसाउने नै गर्न खोजेको हो उहाँहरूलाई पनि बोर नलागोस् न फेरि उहाँ हाँस्दाखेरि डिप्पल पनि पर्दो रहेछ कि कस्तो राम्रो कि अनि होइन अनुभव सेयर गर्ने नै त मानौ भने गर्मी हो क्या मानेन भने फोकसै गर्मी हो लाइट रहेछ यो एसी चलाएको छैन ध्यान त्यता दिएपछि यता गर्मी भयो क्या म त होइन कस्तो त्यो हुन्छ नि म सबैजना लिएर चाहिँ कसैलाई हो सगरमाथाको फेदीमा बेस क्याम्पमा अथवा मनाङमा मुस्ताङमा त्यो जाडो महिनामा हिउँ परेको बेलामा हुन्छ नि गएर स्कर्ट लगाएर नाचिरहन्छ झर्ना दिदीको छोरी सुहाना थापाले अनमोल केसी हुन्छ नि यहाँ बढी हुन्छ नि अब अनेकौँ हुन्छ नि के हुँदैन तराईको त्यस्तो गर्मीमा होइन यति ज्याकेट बाक्लो लुगा लेदरको लगाएर फाइट खेल्नु परिरहेको हुन्छ नाच्नु परिरहेको हुन्छ त्यो कलाकारले भोग्नुपर्छ कारण त्यसपछि जब त्यहाँ दर्शकको छेउमा आएर सँगै बसेर त्यो ताली पड्किन्छ नि अनि त्यतिखेरको त्यो दुःख सबै खुसीमा त्यही मैले भन्न खोजेको त्यो जुकाले टोकेर होइन त्यो भैँसी नुहाउने ठाउँले त्यो ढल जस्तो हैन आल पानी जमा राख्यो त्यहाँ फाइट अनि अब त्यो होइन धेरै लामो हुन्छ होइन उहाँहरूको त्यो कुन लेभलको सङ्घर्ष सुन्दाखेरि आज त्यही भएर त उहाँहरू डिमान्डिङ हुनुहुन्छ पर्फेक्ट हुनुहुन्छ होइन जस्तो अभिनय चरित्र पनि उहाँहरूले निभाउन सक्नुभएको छ दर्शकको माया पाउनु भएको छ देश विदेश घुम्नु भएको छ होइन पैसामा पैसा कमाउनु भएको छ न मात्र होइन होइन त्यो किनभने सङ्घर्ष पार गर्नुभयो क्या दुःख कष्ट सबलाई झेल्न सक्ने एउटा हुनुभयो क्या जस्तै हामी अलिकति यहाँ लाइटको 2-3 लाइटको गर्मी थेक्न गाह्रो भइरहेछ हुन्छ नि उहाँहरूले त्यो सब पार गरेर आएर त्यो बन्नुभयो क्या अनि त्यो चाहिँ हरेक कलाकार बन्न चाहनेहरूलाई यो फिल्डमा आउन चाहनेहरूलाई चाहिँ यो चाहिँ जित्छु भनेर आउनु क्या होइन जो पनि चाहे हामी होस् चाहे अरू आउनेहरूलाई पनि यो सबलाई जित्ने हुन्छ नि जस्तै फलाम आगोमा पोलेपछि मात्र त्यसलाई आकार दिन सकिन्छ क्या होइन खुकुरलाई धार लगाएपछि मात्र काट्छ क्या त्यसले क्या होइन जिम खानामा गएर भित्र जिम हुन्छ नि गरेपछि मात्र बडी बन्छ क्या जिम खानामा गएर घुमेर जिउ बन्छ त होइन अनि जसले मिहिनेत गर्छ त्यही नै खतरा हुँदो रहेछ क्या पर्फेक्ट हुँदो रहेछ हरेक के अरे सुन होस् चाँदी होस् हिरा होस् मोती होस् जे होस् के हो त आकार दिनलाई रेडी हुनुपर्छ होइन अनि त्यो चाहिँ हामी कलाकारले चाहिँ विशेष किनकि हामी कलाकारको कुनै आकार हुँदैन क्या प्रकार हुँदैन क्या कलाकार हुन्छ क्या होइन उसलाई जस्तो आकारमा पनि डाल्न जस्तो सुकै परिस्थितिमा पनि बस्न टिक्न सक्नुपर्ने हुन्छ जस्तो खोज्यो जस्तो चाह्यो त्यस्तै दिन सक्नु पर्यो त्यस्तै हुन सक्नु पर्यो अनि त्यो क्षमताको विकास पनि होस् अनि यस्तै कुराहरू पनि हामी यहाँ ट्रेन गराउँछौँ अनि अब हरेस नखानुहोस् जस्तै कसैले गर्दा गर्दै गाह्रो भयो कलाकारितामा पैसा भएन काठमाडौँमा टिक्न गाह्रो भयो अथवा यस्तो सङ्घर्ष धेरै गाह्रो हुँदो रहेछ काम चाहिँ पाइँदैन रहेछ भने चाहिँ नडराउनुहोस् जुनियर आर्टिस्ट एसोसिएट नेपाल छ आउनुहोस् हामीसँग सम्पर्क गर्नुहोस् गाह्रो चाहिँ हुन दिन्नौँ काठमाडौँमा टिक्ने चाहिँ हामी एउटा वातावरण बनाइदिन्छौँ ट्रेनिङ दिनुपर्ने दिन्छौँ 2-4 पैसा हुनुपर्ने दिन्छौँ हामी चाहिँ सपोर्ट गर्नुपर्ने एउटा हामी टिमवर्क हो जुनियर आर्टिस्ट एसोसिएट नेपाल भनेको चाहिँ रञ्जित कोइराला मात्र होइन जेनी अधिकारी मात्र होइन सलिना पर्साई होइन विकेश श्रेष्ठ पनि होइन हाम्रो लोक हरि गेलाल पनि होइन सबै हो यो सबै आम कलाकार बन्न चाहनेहरूको संस्था हो यो सबको प्लेटफर्म हो यो सबैजना आउनुहोस् स्वागत गर्छौँ त्यही हो दुःख कष्ट सबै गएर चिरेर अगाडि बढ्छु एउटा खतरा हतियार बन्छु भन्नुहुन्छ भने सबलाई स्वागत होइन अब सलिनाजीलाई हल्का नर्मल हो होला होइन अब होइन हुन्छ जस्तै हामी यसरी बसेर पहिलोचोटि यसरी कार्यक्रम बोलेका छौँ अलिकति नर्भस हुन्छ गाह्रो हुन्छ नि त्यो अप्ठ्यारोपन हुन्छ जसलाई पनि हुन्छ त्यसले चाहिँ त्यो हौसला इन्करेज के अरे सिक्ने मौका पाइन्छ क्या यो चाहिँ हाम्रो यो जुनियर आर्टिस्ट एसोसिएट नेपाल चाहिँ चालु भइसकेको छ भन्ने विषयमा छलफल पनि हो एकदम होइन स्पेसल चाहिँ केही नै त्यसकै लागि नै हो र यसमा चाहिँ हाम्रो जुनियर आर्टिस्ट मात्र कलाकार मात्र बन्ने होइन कि
हाम्रो भिएफएक्स ट्रेनिङ पनि हुन्छ, क्रोमा पोडकास्ट चलाउनेले पोडकास्ट चलाउनु पाउनुहुन्छ, इन्टरभ्यू चलाउनेले इन्टरभ्यू चलाउनु पाउनुहुन्छ, युट्युब च्यानलमा म इन्भल्भ हुन्छु, सर्ट मुभीहरूमा हुन्छु भने पनि वेलकम छ, एडिटिङ सिक्छु भने पनि हामी स्वागत गर्छौँ, पैसा लिन्नौँ, हामी सिकाउँछौँ, नभएदेखि हामी अरू ठाउँमा लगाइदिन्छौँ, त्यसको कुनै पनि चार्ज काट्दैनौँ होइन। तपाईँहरूलाई हामीले त्यो कमिसन खाएर महिनाको यति दिनुपर्छ है भने भन्दैनौँ, कुनै चार्ज लिन्नौँ, सबलाई स्वागत गर्छौँ। जसरी अहिले हामी एकसाथ छौँ त्यसरी नै सबैजना आउन सक्नुहुन्छ। अब केही सोध्न भन्न मन छ कि नर्मल हुनुभयो कि? म त यतै आउनु मन लागिहाल्छ, जो चाहिँ अलिकति गाह्रो हुन्छ उसैलाई सताउनु मलाई मन लाग्छ क्या। एकजना केटीलाई साह्रो मन पराउँथेँ कि म होइन, उसलाई थाहा थियो क्या मैले मन पराउँछ भनेर, सिधै ओके भन्दैन थियो क्या, सताइरहन्थ्यो क्या मलाई क्या, मजा आउँदो रहेछ क्या उसलाई होइन। त्यो सताउन मजा आउँदाखेरि चाहिँ यसो सताइरहेको, बोल्नु भनिरहेको छु म भन्नु छ नि। ल जेनी जाओस् ल। अब हाम्रो प्रोडक्सन हाउसको लागि हाम्रो यज्ञलाई स्टुडियोसँग कोल्याब गरिरहेछौँ, किनभने स्पेस चाहिन्छ। भोलिको दिनमा अडिसनहरू लिनुको लागि, ट्रेनिङहरू दिनको लागि होइन, हरेक चिजको लागि स्पेस चाहिने भएको हुनाले चाहिँ अब यज्ञलाई प्रोडक्सन हाउस छ एकदम। अब जुनियर आर्टिस्ट एसोसिएट नेपाल त अब छँदैछ, आउनुहोस्। पोस्ट प्रोडक्सन र प्रि प्रोडक्सन एकालय मार्फत काम गरिन्छ। कलाकार प्लेसमेन्टहरू ट्रेनिङहरू जुनियर आर्टिस्ट एसोसिएट नेपालद्वारा गरिन्छ। यो दुइटै एउटै कम्पनी हो होइन, दुइटै एउटै छानामुनि छ। सबलाई स्वागत छ। अनि जेनीको चाहिँ कति कुराहरू चाहिँ अब चाहेर पनि त्यो समयमा गर्न सकेको थिएन क्या, तर त्यो इच्छाभन्दा ठुलो केही हुँदो रहेछ क्या, रहरभन्दा ठुलो कुरो क्या। आज जेनीजी कति वर्षको ग्यापमा होइन म त यो फिल्डमा मलाई इन्ट्रेस्ट रहेछ भनेर आइपुग्नु भयो होइन। अनि जस्तै कतिजना हाम्रो नेपाली कलाकारहरू विदेश अमेरिका अस्ट्रेलिया कहाँ जानुहुन्छ हुन्छ नि, कति वर्ष हराउनुहुन्छ, लास्टमा त त्यो तान्दो रहेछ क्या। त्यो कलाकारताको एउटा पावर क्या, त्यो आफूमा भएको त्यो इच्छा चाहना। जस्तै जेनीजीले त्यो थाहा पाएर आउनुभयो होइन। अहिले त्यो हाँसो ओरिजिनलै हो लाग्छ, फेका हाँसो होइन, खुसी नै हुन्छ, खुसी नै हो होइन। क्यामेरातिर हेरेर होला होइन, एकदम अहिले त एकदमै धेरै खुसी छु पहिलाको हेरिकन होइन। अनि हरेक मान्छेको जीवनमा दुःख आउँछ क्या होइन, हरेक दुःख र सुखको चाहिँ मिनी सेकेन्डमा अहिले हामी हाँसिरहेको छौँ, अहिले रुन सक्छौँ क्या। अघि भर्खर उहाँ हाँस्थ्यो नि त, एकछिन सिरियस हुनु गर्मी हो नि त होइन, गाह्रो भयो होइन। फेरि एकछिन अलिक कम्फर्टेबल क्या। फेरि गाह्रो र सजिलो भनेको चाहिँ ठिक छ पार्ट भइरहेको छ होइन। अहिले भइराखेको नेचुरली भइराखेको चाहिँ मलाई चाहिँ राम्रै लाग्छ, किनभने भोलिको दिनमा क्यामेरा अगाडि ल यो चाहियो तर एकैछिनमा चाहियो, यो गर्दा गर्दै यो चाहियो भनेपछि दिन सक्नुपर्छ। त्यही भएर अहिले प्र्याक्टिस भइरहेको होइन। अब उहाँलाई अलिकति वातावरण बनाऊँ न त, त्यसपछि जाओस् न त धमलाजीले इनर्जी दिनुहुन्छ कि। धमलाजीको त म ठुलो फ्यान हो। म नेपालमा म धेरैजनाको फ्यान छु पत्रकारिता क्षेत्रको, अनि विशेष म ठुलो फ्यान चाहिँ आदरणीय हाम्रो फिल्मी पत्रकार हुन्छ नि, एकदमै म उहाँको उहाँको कपी चाहिँ गर्न चाहन्न होइन म, तर उहाँको ठुलो फ्यान हो। आफ्नै स्टाइल छ उहाँको र म पनि आफ्नै स्टाइल गर्न खोज्छु। म एकदम चाहिँ प्रकाश सुवेदी सरको, चलचित्र पत्रकार प्रकाश सुवेदी सरको एकदमै ठुलो फ्यान। नाम लिनुहुन्छ जस्तो चाहिँ लागिरहेको, म एकदमै उहाँको ठुलो फ्यान हो। उहाँको योगदान ठुलो छ हाम्रो इन्डस्ट्रीमा। उहाँ निष्पक्ष एकदमै राम्रो, उहाँको प्रेजेन्टेसनहरू सबमा एकदमै फ्यान हो, राम्रो छ उहाँको। अनि त्यो उहाँको कपी गर्न हामी सक्दैनौँ क्या, त्यो गर्नु जरुरी पनि छैन, उहाँ नै हो क्या। अनि अर्को ऋषि धमला सर क्या, उहाँको पनि ठुलो फ्यान क्या म। उहाँको स्टाइल क्या, स्टाइलै ब्रान्ड भयो क्या होइन। उहाँले जे गर्नुहुन्छ त्यो एउटा स्टाइल बन्छ होइन। अनि म उहाँको अब अरू धेरै हुन्छ, जस्तै इनर्जीमा प्रकाश सुवेदी सर जस्तै अर्को एउटा एकदमै मलाई दामी लाग्छ। अहिले उहाँ पत्रकारितामा भन्दा पनि बढी चाहिँ अरू कार्यमा बढी हुनुहुन्छ, फुटबल खेलाउनुहुन्छ
होइन अवार्ड फङ्सन गराउनुहुन्छ आरके सुवेदी इनर्जी क्या उहाँको स्टाइल पनि फरक छ इनर्जी लेभल पनि बवाल हाई छ उहाँहरूको चाहिँ म एकदमै क्या ठुलो फ्यान हो अनि उहाँ ऋषि धवला सरको ठ्याक्क उहाँ पनि फ्यान हुनुहुन्छ अनि त्यो एउटा जाँदाखेरि त मजै आउँछ नि त हामी पनि फ्यान अब यो कुनै जनता जान्न चाहन्छन् कुनै चिजहरू चाहिँ हाइलाइटमा ल्याउनको लागि आउनको लागि भए पनि होइन जानी दिनुपर्ने हुन्छ मजुरेको नती खजुरेको छोरा जुखुरी हो मेरो नाम गाना बजायो भने नाचिदिन्छु सलिनाजीले अहिले डाइलेक्ट हानेन भने ठाउँको ठाउँ आई लभ यु चाहिँ भन्दिनँ आई हेट यु भनिदिन्छु काट्ने त हो नि भनेर यो ल आई लभ यु चाहिँ भन्दिनँ आई हेट यु भन्छु यहाँ मिलाएर सब पसन्द अनि दिम्रो तिमी हौ ल विकेशबाट जाओस् त एउटा केही मान्छे मार्न पाइन्छ मान्छे मार्न पाइन्छ मान्छेबाट भन्नु न भन्नु हजुर म त्यसो भनिदिन्छु नि मान्छे मार्न पाइन्छ असम्भव आउँछ नि त अनि त्यही त नि ल भन्नुहोस् रञ्जितजी जनता जान्न चाहन्छु न हजुरलाई यो मिडिया लाइन आउनु मन लागेको किन हो मलाई चाहिँ मिडिया फिल्डमा आउन ताली पड्काउँछन् भनेर कङ्ग्रेचुलेसन भन्छन् भनेर हो रमाइलो गर्नुहोस् महान चाड नजिकिँदै गरेको चाड हाम्रो तिहार उधौली उभौली छठ पर्वको यहाँहरू सम्पूर्णमा शुभकामना